हेलो गाइज वेलकम ब्याक टु दि च्यानल। हाम्रो नयाँ भिडियो आइसकेको छ, तपाईँहरूको फिडमा पनि आयो होला। एन्ड हाम्रो यो अपलोडिङ भिडियो यो भिडियो अगडम बगडम के भन्छ त्यसमा पनि आइसकेको छ। हाम्रो भिडियो लिस्टमा पनि लिस्ट आउट भइसकेको छ। एन्ड अनफर्चुनेटली मैले एल्डसको मास्टरी भिडियो शनिबार हाल्छु भन्थे होइन। केही कमी कमजोरी जो अहिले पछि भन्नेवाला छु, किन कमजोरी भयो भनेर होइन, त्यो कुराहरू पनि खुलाउने छौँ। अनि एक दुईवटा कुराहरू मैले सुनिरहेको छु हाम्रो बिगेस्ट न्युजहरूमा होइन। त्यसैले गर्दा त्यो कुराहरू पनि हामीले भन्ने छौँ र एल्डसको के भइरहेको छ त प्रोग्रेस त्यो पनि हामीले सेयर गर्नेछौँ। एन्ड थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हाम्रो यो भिडियोमा के छ भनेर। एन्ड एनाउन्समेन्ट सँगसँगै हामीले यो कुराहरू पनि खुलाएर भन्नेछौँ। सबै कुराहरू ढिला सुस्ती नगर्दै हामी आफ्नो भिडियोलाई अगाडि बढाऊँ। आज अलि बाहिर कुरा धेरै खाइदिएको, ढकार मात्र आएको छ यार। ल ढिला सुस्ती नगर्दै बकस नगर्दै हामी आफ्नो भिडियोलाई अगाडि बढाऊँ। एन्ड यहाँसम्म हेर्नु भएको छ र अहिलेसम्म हजुरले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोस्। छिटो हाम्रो भिडियोहरूको नोटिफिकेसन पाउनको लागि बेल आइकनलाई एक्टिभ गरिदिनुहोस्। एन्ड लाइक कमेन्ट पनि छोडिदिनु होला। फर्स्ट अफ अल हामी आफ्नो गेमको कुरो गरौँ। एल्डस एकदमै राम्रो क्यारेक्टर जसको बिल्ड राम्रो भयो भने जसलाई पनि एकछिनमा हानेरै के भन्ने एकदम बेस्ट। अहिलेसम्म खेलेको जिलङ मलाई बेस्ट लाग्थ्यो पहिला किनकि जिलङ मात्र खेलिन्थेँ। आजभोलि एल्डस लागिरहेको छ। एन्ड आई नो कतिलाई मन नपर्ला होइन, जिलङ राम्रो छ एल्डस ठिक छैन भन्नु होला। द्याट्स योर पोइन्ट अफ भ्यूमा है। तर मेरो पोइन्ट अफ भ्यूमा चाहिँ एल्डसलाई राम्ररी लङ गेमसम्म टिकाउन सक्यो भने एल्डस जस्तो राम्रो चाहिँ अहिले मैले खेले अनुसार चाहिँ पाएको छैन। एन्ड आई थिङ्क आई लभ एल्डस, आई लभ यु होइन। अनि त्यसपछि हाम्रो यो भिडियो नआउनुको कारण है, यो नआउनुको कारण धेरै नै छ है। तर मेन कारण चाहिँ हाम्रो फोन रहेको छ होइन। एन्ड धेरै कुराहरू पनि छ, जस्तो मानौँ हाम्रो विद्युत प्राधिकरणको हात चिलाएर बेलामा बत्ती काटिदिने होइन। अनि ठ्याक्क वाइफाई अफ हुन्छ नि ठ्याक्क बत्ती आइदिने। अनि हल्का पानी पऱ्यो कि सिस्टम गइहाल्ने है। अनि त्यसपछि हल्का धेरै घाम लाग्यो कि सिस्टम गइहाल्ने। तर आज चाहिँ बत्ती गएको छैन, यो कुरा नि झुट बोल्नु हुँदैन। तर 2-3 दिन भएको थियो बत्ती जाने आउने गरेर आएको छ। एन्ड त्यसको माथि मेरो मोबाइल पनि फुटेको छ। एन्ड यो भिडियो खिचिरहेको फोन चाहिँ मेरो अर्को काम चलाउ फोन हो, जसमा गेम प्ले एकदम टट्टी हुन्छ, गु हुन्छ। त्यसै त गेम प्ले गु छ मेरो, त्यसको माथि झन् गु गेम प्ले भएपछि चाहिँ कस्तो हुन्छ होला। त्यसै त भ्युज नआएर टेन्सन छ गु गेम भएर, त्यसको माथि अझ गु गेम हाल्न लायो भने त ओहो युट्युबले मेरो आइडी नै ब्यान गरिदिन्छ होला, च्यानललाई चल्लाट यस्तो गु गेम पनि कसले हेर्छ र भनेर फालिदिन्छ होला। सो त्यस्तो नहोस्, त्यस्तो नहुनको लागि र मेरो च्यानललाई एक्टिभ राखिराख्नको लागि तपाईँहरूले गर्नुपर्ने हुन्छ धेरै काम पनि छैन। जस्ट लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु आफ्नो साथीहरू बिच। एन्ड एकदमै फेमस भाइरल गराइदिनु है। एन्ड मेरो फोन चाहिँ अब 1-2 दिनमा बनेर आउँछ लगभग। अब आज दिएर आएँ मैले, आज शनिबार, आइतबार, सोमबार मङ्गलबारतिर बन्छ। डिस्प्ले फुटेको थियो होइन, कमाइ के पनि छैन। अब खर्च भने यसो हेर्दाखेरि मेरो 7,000 to 8,000 एराउन्ड जाने भयो ओजी डिस्प्ले हाल्दाखेरि। एन्ड कमाइ केही छैन, कहाँबाट कमाउने हो, त्यस्तो छ दिमाग खराब पान पराग। त्यसको माथि भ्युज नआएर टेन्सन होइन। आई होप सो यसमा चाहिँ हाम्रो धेरै भन्दिनँ जम्मी 1K भ्युज कटोस्, होप सो। एन्ड हजुरहरूले थम्बनेल पनि हेरिसक्नु भयो होला, स्टार वाट छ अनि त्यसपछि के छ तपाईँहरू थम्बनेलमा हेर्नुभयो होला। त्यो स्टारको मिनिङ चाहिँ हामीले यो गेममा है, यो गेमभित्र हामीले 50+ हुक्सहरू युज गरेको छौँ, 50भन्दा बढी हुक्सहरू युज गरेछौँ। तर एउटा पनि लेजेन्डरी फिस पाएको छैन। लगले फक गरेपछि यस्तै हुन्छ होइन। यसो मिडल फिङ्गर देखाइदियो लगले, अनि के भने के पनि पाएन हामीले यत्रो मिहिनेत गर्दाखेरि पनि। यो कम्तीमा पनि यो तपाईँको 17-18-19 मिनटको भिडियो, तर घटाइ अब कति मिनट हुन्छ त्यो हेर्नुपर्ने हुन्छ पछि गएर। एन्ड अब हल्का फुल्का न्युजतर्फ हाम्रो सहरकै दाजुको नाममा चिट काटिएको छ, एक हातले बाइक चलाएर एक्सिडेन्ट गरेको भन्ने मैले खबर पाएको हो, उड्ती खबर। एन्ड
केटीको दिमाग चाहिँ घुट्नामा हुन्छ भन्ने एउटा नयाँ प्रुफ आएको छ। कोले सुन्नुभयो? नेपालमा एससीमा युज गरिएका कति भन्थ्यो 2000 हो कि 2000 एराउन्ड फोन्सहरू ध्वस्त पारेका छन्। वाटरप्रुफ फोनहरू फुटेर पानी टङ्कीभित्र हालेका छन् भने नन वाटरप्रुफहरू पनि हालेर स्मार्ट वाचहरू पनि डालेर पुरा ध्वस्त गरेका छन्। एन्ड नेपाल सरकारलाई कसले हक दियो? नै त्यस्तो वाला हक होइन कि हक के लाइक फ्रिडम। कसले फ्रिडम दियो अरूको सम्पत्तिलाई फोडेर फाडेर होइन त्यस्तो बिगार्ने हो? त्यही सन्दर्भमा अहिले हाम्रो विद्यार्थी सङ्गठन हाम्रो विद्यार्थीहरूले हडताल मचाएका छन् र जसले पनि यो दिनुभएको हो अर्डर उहाँले चाहिँ यो क्षतिपूर्ति गर्ने पर्ने हुन्छ। गर्नु भएन नि उहाँलाई आफ्नो पदबाट राजीनामा दिएर घर बेचेर भयो भने पनि यो जति पनि क्षतिपूर्ति गरिन्छ त्यो क्षतिपूर्ति चाहिँ उहाँले तिर्नै पर्ने हुन्छ। यो कुरामा चाहिँ म पनि सहमत छु। एन्ड कुल मिलाएर होइन तपाईँको मलाई कतिवटा फोन त याद छैन तर कुल मिलाएर एप्रोक्सिमेटली 1 CR 1 करोड जतिको फोन 1 करोड भ्यालु जतिको फोन चाहिँ नष्ट भएको छ। कस्तो दिमाग रहेछ। दिमाग नभएका पनि अब मन्त्री हुन त अब केबी बाकै पालाबाट आइरहेको नियम हो होइन। अलिअलि त अब त्यो पुर्खाबाट त आइहाल्छ होइन। अनि बिचमा मैले अरू एक दुईवटाहरू सुनेको थिएँ खबर त्यो मैले जुन कुरा बिर्सेँ। एन्ड अहिले चाहिँ हाम्रो ट्राफिक पुलिसहरूले चाहिँ हाम्रो ट्राफिक प्रहरीहरूले चाहिँ राम्रो गर्नुभएको छ। हात छोडेर चलाउने बाटोमा स्टन गर्ने होइन त्यस्तो गर्नेलाई चाहिँ च्यापचुप समातेर झ्यापझुप जेलमा हाल्ने गर्नुभएको छ। र टिकटकहरूमा पनि हात छोडेर बाइक चलाएको भिडियो नहाल्दा नै ठिक होला भन्ने खबर पाएको छु। किनकि त्यहाँबाट पनि खोजी तलासी चलि नै रहेको छ। र हाम्रो नेपाल पुलिसले गर्नुभएको भिडियोको एडिटर चाहिँ एकदम फेमस भएको छ। मोस्ट अफ दि बेस्ट भिडियो एडिटर गोज टु नेपाल गभर्मेन्ट पुलिस भनेर पनि एक दुईवटा मिम्सहरू मैले देखि नै रहेको थिएँ। एन्ड खबर यति नै होइन। एन्ड तपाईँहरूले सोच्नु भएको होला यो बेकारमा फिसिङको किन हालेछ 50-50 कसले हेर्छ र हो भनेर होइन भन्नुभएकोलाई हेर्छन् मान्छेले हेर्छन्। आई नो यो भिडियोमा 1000 भ्युज त पक्का नि जान्छ। त्यतिसम्म चाहिँ पोजिटिभ भाइब्स दिइरहेको छ कि मलाई यो भिडियो चाहिँ एडिट गर्दाखेरि चाहिँ 1000 भ्युज गयो भने चाहिँ म नङ्गा नाच्छु उठेर। भिडियो खिचेर त हाल्दिनँ म तर नाच्छु। किनकि पहिलो 1K भ्युजवाला भिडियो हुन्छ मेरो। एन्ड तपाईँले त्यो गर्नुभयो भने मोटिभेसन पनि मिल्छ। र अबदेखि नै हामी आइतबार सन्डे साँझ 5 बजे भिडियो हाल्नेछौँ। साँझको 5 बजे हाम्रो भिडियो आउनेछ टक्क लाएर होइन। आइतबार टक्क स्कुल जाने स्कुलबाट आउने अनि त्यसपछि टक्क ब्यागस्याग राख्ने ड्याक्क फोन खोल्दाखेरि ल्यापटप खोल्दाखेरि स्मार्ट टिभीमा युज गर्नु छ भने स्मार्ट टिभी खोल्दाखेरि झ्याप्प नोटिफिकेसन आउँछ हिमालयन हब अपलोड द न्यू भिडियो रिगार्डिङ ड्यास थम्बनेल हेर्दा एआईबाट बनाएको एकदम दामी त्यस्तोवाला आउनेछ होइन। त्यसैले गर्दाखेरि पनि आफ्नो टाइम समय सबै हामीले चाहिँ रिकन्स्ट्रक्ट गरेका छौँ होइन। धेरै मान्छेहरूले टाइम मिलेन भन्ने पनि होला किनकि मेरै भाइहरूले पनि हेर्छन् एक दुईवटा चिनेको भाइहरूले दाइ यार तपाईँ कति बजी अपलोड गर्नुहुन्छ यार झन् कति दुईवटा भिडियो अपलोड नगर्ने यार यताउति हुन्छ नि। हो त्यस्तै गरी कमेन्ट लेख न केटा हो कमेन्ट लेख म गरिदिन्छु। कमेन्ट लेख्न पऱ्यो कि तिमीहरूले कमेन्ट लेख्यो भने बल्ल पो अरूलाई पनि थाहा लाग्छ अरूलाई पनि फिल हुन्छ कि हो यस्तो रहेछ भनेर। अनि त्यसपछि गर्ने नि मजा आउँछ भनेको दाइ तपाईँ झ्याउ नगर्नु होइन। जस्ट एउटा दिन अपलोड गर्नु है दिनकै अपलोड नगर्नु हप्तामा 1 दिन अपलोड गर्नु राम्ररी खेलेर अपलोड गर्नु भने चाहिँ। त्यसैले गर्दाखेरि चाहिँ मैले आफ्नो टाइम चाहिँ सिफ्ट गरेको छु। एन्ड त्यो सिफ्ट टाइम अनुसार चाहिँ हाम्रो आइतबार साँझ 5 बजे अपलोड हुनेवाला छ हाम्रो भिडियोजहरू। त्यसैले गर्दा अबदेखि आगामी दिनहरूमा फ्युचरसम्म हाम्रो त्यही हुनेछ। ट्याक्क आइतबार साँझ 5 बजे हाम्रो भिडियो आउनेछ र तपाईँहरूले सपोर्ट देखाउनु पर्ने हुन्छ किनकि भिडियो बनाउन पनि मजा आउनु पऱ्यो नि त। सो अब के बोलौँ कि म
अरू के हुन्छ अब मोबाइल लेजेन्डमा के बोलौँ हुन्छ अब 2-3 मिनट बाँकी होला है। अब साइडमा बोलेर पनि हालिदिनु होला हो, च्याउ लाग्छ हो बोलेर हाल्दाखेरि पनि। के बोलौँ जस्तो हुन्छ। एन्ड तपाईँहरूले माया पिरती देखाइदिनुहोस् न हो, माया पिरती देखाइदिनुहोस्। मलाई भोइस रेकर्ड गर्दा शुद्ध यहाँ गाह्रो भइरहेको हुन्छ क्या माइक नभएर। माइक किनभने पैसा छैन, मोबाइल बिचरा किन भिडियो गाडा बनाउने हो। अब भिडियो बनाएर पैसा ओभर गर्न माइक छैन, धेरै कुराहरू हुन्छन् होइन। तर पनि म स्ट्रगल गर्दैछु, स्ट्रगलिङ फेजमा छु। एन्ड म गाँड घिसाइ गरेर पनि गर्नेछु। आई नो द्याट एक दिन शिखरमा त कसो नपुगेला है। सो यति भन्दै अरू थोरै भिडियो छ होला पछाडि, त्यो चाहिँ मेरो बोली बिना नै हेर्नु होला, किनकि मेरो बोलीभन्दा पनि तपाईँहरूले त्यसै हेर्न मन पराउनुहुन्छ होला। सो द्याट थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब आवर च्यानल। यस्तै माया देखाइराख्नु होला। एन्ड म यो भिडियोलाई 2x मा कन्भर्ट गरेर राखेको छु, किनकि लास्टमा भनेको छु नि त 2x मा कन्भर्ट गरेर राखेको छु। त्यसरी म टाइम मिलाएर कट अफ गर्नेछु। सो भेटौँला अर्को भिडियोमा। टाटा बाई बाई। त्यति दिनसम्मको लागि बाई। अर्को भिडियो अब चाहिँ एल्डसको भिडियो आउँछ डाइरेक्ट। अब बिचमा अरू कुनै पनि भिडियो आउन, डाइरेक्ट मास्टरी एल्डस मास्टरीको भिडियो आउँछ। एन्ड त्यसपछि तपाईँहरूले भन्नुपर्ने हुन्छ कुनमा राखौँ, कुन हिरो लिएर खेलौँ भनेर। त्यो तपाईँहरूले भन्नुपर्ने हुन्छ। त्यो भनेपछि म अर्को भिडियो पनि ल्याउने छु, कुन भिडियो चुज गरेँ भनेर। एन्ड दिस वाज फर टुडे। थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब आवर च्यानल। हाम्रो भिडियो हेर्नको लागि, सुरुमै नोटिफिकेसन पाउनको लागि बेल आइकन पनि थिचिदिनु होला। होप सो यो भिडियोमा 1K भ्युज आओस् र म खुसी भएर अर्को भिडियो पनि हाल्न पाऊँ। सो टाटा बाई बाई। भेटौँला अर्को भिडियोमा। त्यति दिनसम्मको लागि स्टे ट्युन।